भदौ 23 र 24 गते नेपालमा एउटा विध्वंसकारी घटना घटाइयो। षड्यन्त्रपूर्ण तरिकाबाट हाम्रा नवयुवाहरूको हत्या भयो। त्यसका बहानामा राष्ट्रको धरोहर सम्पदा नै जलाउने खालको काम भयो। सिंहदरबार जलाइयो, संसद भवन जलाइयो, शीतल निवास जलाइयो, सर्वोच्च अदालत जलाइयो। शान्ति सुरक्षाको नेतृत्व गर्ने प्रहरीका सबै संरचनाहरू जलाउने खालको काम भयो। हतियार लुटियो, प्रहरीका पोसाकहरू लुट्ने काम भयो, जेलबाट कैदी बन्दीहरू भगाउने काम भयो र लोकतन्त्रको आधारका रूपमा रहेका राजनैतिक दलहरूका पार्टी कार्यालयहरू जलाउने काम भयो। ठुला ठुला व्यापारिक प्रतिष्ठानहरू लुटपाट गर्ने र आगो लगाउने काम भयो। माओवादीको 10 वर्षे शस्त्र सङ्घर्षका क्रममा जति क्षति भयो त्योभन्दा कयौँ गुणा ज्यादा क्षति एक दिनमा गराइयो। आज त्यही क्षति पुर्याउनेहरू, आगजनी गर्नेहरू, लुटपाट गर्नेहरू, तिनलाई संरक्षण गर्नेहरू नयाँ भनेर जनतालाई अल्मल्याउन खोजिराखेका तपाईँ हामीले देखिराखेका छौँ। नयाँ भन्नुको अर्थ अपराध गर्ने छुट होइन। अपराध गर्नेहरू भनेका चाहिँ दण्डका भागीदार हुन्छन्। अपराधलाई प्रोत्साहन गर्नेहरू पनि दण्डका भागीदार हुन्छन्। त्यस अर्थमा हामीले जनताको सुरक्षाको चिन्ता गर्ने पार्टी कुन हो भन्दाखेरि नेकपा एमाले नै हो। आज लोकतान्त्रिक जुन स्पेस तयार भएको छ त्यो नेकपा एमालेका कारणले भएको छ। अर्कोतिर दाङ जिल्लाकै कुराकानी गर्ने हो भने मालपोत कार्यालय, नापी कार्यालय जलाउनेहरूले कसलाई दुःख दिए भन्नु त? जनतालाई होइन त। नापी कार्यालय जल्दाखेरि जनताका जग्गाका नक्साहरू जले। मालपोत कार्यालय जलाउँदाखेरि लाल पूर्जाका अभिलेखहरू जले। त्यसलाई फेरि रेकर्ड राख्नु पर्यो भने जनताले दुःख पाउनुपर्छ। त्यस अर्थमा जनतालाई दुःख दिने काम गर्नेहरू चाहिँ जनताको रोजाइको विषय बन्न सक्दैन। कतिपयले पुराना दलले केही गर्न सकेन भन्ने अर्थमा चाहिँ जनतालाई भड्काउने कोसिस त गरेका छन्। तर म त उहाँलाई के भन्न चाहन्छु भन्दाखेरि पहिले कस्तो थियो यो बङ्गलाचुली सम्झना गर्नु त। 74 सालभन्दा पहिले यहाँका बाटाघाटाहरूका हालत कस्ता थिए? यहाँका बस्तीहरूमा बिजुली बत्ती बल्या थियो कि थिएन? विद्यालयका भवन कस्ता थिए? पिउने पानीको प्रबन्ध हुन सकेका थियो कि थिएन? पिउने पानीका लागि कति दुःख गर्नु पर्दथ्यो? यो सबै चिजको सम्झना गर्ने हो भने म तपाईँलाई भन्न चाहन्छु म मुख्यमन्त्री भएकै बेला यो बाटो बनाउन सुरु गरियो। यही होइन र? र अर्कोतिर चाहिँ बिजुली बत्ती बाल्ने अभियान सुरु गरियो। अझै पनि बङ्गलाचुलीका कतिपय बस्तीहरूमा बिजुली बत्ती पुगिसकेका छैन। यो वर्षभित्र सबै ठाउँ बिजुली बत्ती पुर्याउने कार्यक्रम चालु छ। जुन कुरा हामी सरकारमा रहेका बेला दाङ जिल्लाका सबै घरमा बिजुली बत्ती पुर्याउने कार्यक्रम लागू गरेका। अर्कोतिर म मुख्यमन्त्री रहेका बखत हरेकका घरमा खानेपानीको धारा, एक घर एक धारा भन्ने नीति हामीले अगाडि बढायौँ र यहाँ पानीका मुहान नभएका ठाउँहरूमा एउटा नयाँ परियोजना सुरु गऱ्यौँ। लिफ्टबाट खानेपानी उपलब्ध गराउने लिफ्ट खानेपानी आयोजना। तपाईँहरूकै यही मुर्कुटी बजारमा पनि म मुख्यमन्त्री भएपछि नै लिफ्टबाट खानेपानी आयो। अर्कोतिर समग्र दाङको विकासका सन्दर्भमा पनि हामीले धेरै आयोजनाहरू सुरु गऱ्यौँ। जब म मुख्यमन्त्रीबाट हटेँ थुप्रै आयोजनाका बजेटहरू कटौती गरिए, आयोजना कटौती गरिए। त्यसपछि पनि त मुख्यमन्त्री त भए त। काङ्ग्रेसको पनि मुख्यमन्त्री भयो, माओवादीको पनि मुख्यमन्त्री भयो। उनीहरूले बङ्गलाचुलीलाई हेरे त। माओवादीले आफ्नो ठाउँ भनेर दाबी गर्ने गर्दछ। माओवादीको मुख्यमन्त्री भएका बेला बङ्गलाचुलीले कुनै कार्यक्रम पायो? कुनै त पाएन। जति कार्यक्रम बङ्गलाचुलीमा आयो कुन समयमा आयो त भन्दाखेरि शङ्कर पोखरेल मुख्यमन्त्री भएका समयमा आयो। गएको चुनावमा म उम्मेदवार बनेका थिएँ। झिनो मतले चुनाव हार्नु पर्यो, 200 भन्दा कम मतले। जति बेला नेकपा एमालेको नेतृत्वको सरकार बन्यो धेरैले भन्नुभयो हामीले वास्तवमा शङ्कर पोखरेललाई चुनाव जिताउन सकाए भए यति बेला शङ्कर पोखरेलको भूमिका नीति बनाउने ठाउँमा, बजेट बनाउने ठाउँमा रहन्थ्यो। हामी बङ्गाली जनताहरूले धेरै अवसर गुमायौँ भनेर चिन्ता प्रकट गर्नुभयो। आज त्यो अवसर फेरि आएको छ। राष्ट्रको नेतृत्व गर्ने, नीति कार्यक्रम बजेट बनाउने ठाउँमा दाङको प्रतिनिधित्व गराउने,
त्यो हैसियतमा तपाईँहरूले मलाई मतदान गरेर चाहिँ पुर्याउनु भयो भने स्वाभाविक रूपमा हाम्रो भूमिका राष्ट्रको नेतृत्व गर्ने ठाउँमा हुन्छ र त्यसको लाभ दाङ जिल्लाले प्राप्त गर्दछ, यो ठाउँले प्राप्त गर्न सक्दछ। जसरी म मुख्यमन्त्री भएका समयमा यो ठाउँमा काम भए त्यसै गरी मैले फेरि भूमिका खेल्ने अवसर पाउँछु। हुन त तपाईँहरू सबैले सहयोग गर्दै आउनु भएको छ, तर सहयोग पुगेको छैन। त्यस अर्थमा म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि हिजो कसले माओवादीलाई भोट हाल्यो, हिजो कसले काङ्ग्रेसलाई भोट हाल्यो, हिजो कसले राप्रपालाई भोट हाल्यो, हिजो कसले रासोपालाई भोट हाल्यो भन्ने कुरा बिर्सेर यसपटकको चुनावमा शङ्कर पोखरेललाई जिताउँ भन्ने अभियान चलाइदिनका लागि म तपाईँहरू सबैलाई अनुरोध गर्न चाहन्छु। दाङको विकासको लागि, दाङको समृद्धिका लागि शङ्कर पोखरेल नै आवश्यक छ भन्ने जनताको जे महसुस छ त्यो महसुसलाई भोटमा बदल्नु जरुरी छ। त्यसको नेतृत्व तपाईँहरूले गरिदिनुहोस् भन्ने कुरा पनि म तपाईँहरूका बिचमा राख्न चाहन्छु। नेकपा एमालेको उम्मेदवार शङ्कर पोखरेललाई रोज्ने काममा तपाईँहरूले नेतृत्व गर्नुहुनेछ र यो ठाउँको विकासको जिम्मेवारी म लिन तयार छु भन्ने कुराको प्रतिबद्धता म तपाईँहरू मार्फत बङ्गलाचुलीका जनताका बिचमा प्रस्तुत गर्न चाहन्छु।